नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सहकारीमा आबद्ध हामी सबैको जीवनसँग प्रत्यक्ष जोडिएको छ। त्यो हो ऋण र ऋणसँगै जोडिएर आउने हाम्रो इज्जत, हाम्रो सम्मान। कहिल्यै सोच्नु भएको छ सहकारीबाट लिएको ऋण समयमै तिरेन भने आखिर के हुन्छ? यो प्रश्न सुन्दा जति सामान्य लाग्छ यसको उत्तर त्यति नै गहिरो छ, किनभने यसले हाम्रो पैसालाई मात्र होइन समाजमा हाम्रो पहिचानलाई पनि असर गर्छ। आउनुहोस् आज यसलाई अलिक गहिराइमा गएर बुझौँ। यो भनाइले सहकारी ऋणको वास्तविक आत्मालाई समातेको छ, होइन त? यो कुनै ब्याङ्क वा संस्थाको निर्जीव पैसा मात्रै होइन। यो त हामी जस्तै हजारौं सदस्यहरूले दिन-रात दुःख गरेर पसिना बगाएर जम्मा गरेको बचत हो। जब हामी सहकारीबाट ऋण लिन्छौँ हामीले वास्तवमा अरू सदस्यहरूको त्यही पसिना र विश्वासलाई सापटी लिएका हुन्छौँ। त्यसैले त्यो विश्वासलाई कायम राख्नु, त्यो पैसाको सही उपयोग गर्नु र समयमै फिर्ता गर्नु यो हाम्रो सबैभन्दा ठूलो नैतिक जिम्मेवारी बन्न जान्छ। यो हाम्रो इमान्दारीको एउटा साँचो परीक्षा पनि हो। सहकारीको ऋण भनेको केवल एउटा कानुनी कागज वा सम्झौता मात्रै होइन। यो त हामीलाई विश्वास गर्ने हाम्रै साथी सदस्यहरूप्रतिको एउटा नैतिक वाचा हो। त्यही भरोसामा त सिङ्गो सहकारी टिकेको हुन्छ, होइन र? त्यसो भए यदि त्यो वाचा तोडियो भने, त्यो ऋण समयमा तिरिएन भने के हुन सक्छ? यसका असरहरू एकपछि अर्को गर्दै आउँछन्। एउटा सानो गल्तीबाट सुरु भएको यो श्रृङ्खला एउटा ठूलो सङ्कटमा गएर टुङ्गिन सक्छ। सबैभन्दा पहिलो असर त सिधै हाम्रो खल्तीमा पर्छ। ऋण तिर्ने दिन कट्ने बित्तिकै ब्याज र जरिवाना थपिँदै जान्छ अनि हेर्दा हेर्दै एउटा सानो ऋणको भारी पनि बिस्तारै बिस्तारै पहाड जस्तै घरौँ बन्न थाल्छ। अब यसपछि संस्था पनि चुप लाएर बस्दैन। प्रक्रिया अगाडि बढ्छ। सुरुमा खराब ऋणीको सूचीमा नाम चढ्छ। त्यसपछि फोन, चिठी आउन थाल्छ। कुरा मिल्न नसके कर्जा सूचना केन्द्रमा नाम जान्छ र अन्त्यमा धृतो, लिलामी र कानुनी कारवाही जस्ता एकदमै अप्रिय मोडमा पुग्नुपर्ने अवस्था आउन सक्छ। अनि कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्नु भनेको के हो? यो भनेको भविष्यका लागि लगभग सबै आर्थिक ढोकाहरू बन्द हुनु हो। त्यसपछि कुनै पनि ब्याङ्क, वित्तीय संस्था वा अरू सहकारीबाट ऋण पाउन असम्भव जस्तै हुन्छ। तर पैसाभन्दा पनि ठूलो घाटा त अर्कै छ। त्यो हो समाजमा हाम्रो मान सम्मान घट्नु। छरछिमेक, आफन्त र साथीभाइको नजरमा हाम्रो विश्वास र इज्जतमाथि प्रश्न उठ्न थाल्छ। सायद यो नै सबैभन्दा पीडादायी क्षण हुन्छ। र यो असर यतिमा मात्रै कहाँ रोकिन्छ र? यसले त घरको शान्ति खोज्छ, परिवारभित्र कलह सुरु गराउँछ र हाम्रा छोराछोरीको कल्लिलो मनमा समेत नराम्रो असर पार्छ। अनि अन्त्यमा घर जग्गा, गरगहना गुम्नेदेखि लिएर कैदसम्मको दुःखद अवस्था पनि आउन सक्छ। यति धेरै कुरा सुनिसकेपछि लाग्न सक्छ के अब कुनै बाटो नै छैन त? पक्कै पनि छ। किनभने सहकारीले एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्छ, ऋण तिर्न नसक्नु र ऋण तिर्नै नचाहनु यी दुई फरक कुरा हुन्। कहिलेकाहीँ बिरामी परिएला, व्यापार व्यवसाय डुब्ला, यस्तो कारणले तिर्न नसक्नु एउटा मानवीय समस्या हो। यसको समाधान खोज्न सकिन्छ, मिलेर बाटो निकाल्न सकिन्छ। तर तिर्न सक्ने क्षमता हुँदाहुँदै पनि नियत नै खराब राख्नु, त्यो चाहिँ जानाजान गरिएको विश्वासघात हो, जुन सबैभन्दा ठूलो गल्ती हो। त्यसो भए यदि साँच्चीकै समस्यामा परिएको छ भने अब के गर्ने त? यसको लागि एउटा व्यावहारिक र सबैभन्दा सम्मानजनक बाटो छ। समाधानको पहिलो खुड्किलो हो लुक्ने वा भाग्ने होइन, संस्थामा आएर आफ्नो वास्तविक समस्या खुलस्त राख्ने, आफ्ना कमजोरीहरू केलाउने, फजुल खर्चहरू तुरुन्तै बन्द गर्ने र थोरै थोरै नै किन नहोस् कमाउँदै तिर्न सुरु गर्ने। याद राखौँ, इमान्दार प्रयास नै उत्तम उपाय हो। अब अन्त्यमा एउटा गहिरो कुरा गरौँ। सहकारीको ऋण तिर्नुको अर्थ के हो? यो केवल पैसा फिर्ता गर्ने काम मात्रै होइन। यो त हाम्रो गुमेको सम्मान फिर्ता ल्याउने एउटा प्रक्रिया हो। यो भनाइले ऋण तिर्दाको मानवीय असरलाई कति प्रष्ट पारेको छ। जब ऋण तिर्दैन तब संस्था मात्र रुँदैन, हामीलाई विश्वास गरेर आफ्नो पसिनाको कमाई जम्मा गर्ने हजारौं बचतकर्ताहरूको मन पनि रुन्छ, उनीहरूको मन दुख्छ। एउटा गहिरो विश्वास के छ भने बचतकर्ताको आँसु र चित्त दुखाइले ऋण नतिर्ने व्यक्तिको प्रगतिको बाटोमा बाधा पुर्याउन सक्छ, किनकि अरूको पसिनाको अनादर गरेर कहिल्यै भलो हुँदैन। त्यसैले यो कुरा सधैँ याद राखौँ,
ऋण तिर्नु हार होइन, झुक्नु होइन। यो त हाम्रो इमान्दारी, निष्ठा र सम्मानको पुनर्जन्म हो। यो कमजोरीबाट माथि उठेर आफ्नो गुमेको प्रतिष्ठा फिर्ता पाउने एउटा महान अवसर हो। आज हामीले ऋण तिर्नको लागि गर्ने एउटा सानो निर्णयले नै भोलि समाजमा हाम्रो सम्मान कस्तो हुनेछ भन्ने कुरा निर्धारण गर्छ। त्यसैले समयमै तिरौँ, आफ्नो इज्जत जोगाउँ।